ओके न अब हामी किङडम प्लान्टिया पढिसकेको छौँ। त्यसपछि किङडम भनेको एनिमेलिया आउँछ। एनिमेलिया भनेको एनिमल्सको ग्रुपहरू पर्छ जहाँ चाहिँ हाम्रो 9वटा फाइलममा डिभाइड गरिएको छ र सब फाइलम पनि छ जहाँ चाहिँ 4वटा सब फाइलम छ। यो सब फाइलममा पर्ने लास्टमा जुन भर्टिब्रेट छ यसलाई फेरि क्लासमा भनेको 4वटा क्लासमा फिसेस, एम्फिबिया, रेप्टाइल भनेर, म्यामल भनेर यसरी डिभाइड गरिएको छ। यसको बारेमा फेरि हामीले डिस्कस गर्ने हो भने अब सब फाइला भनेको जस्तै 4वटा सब फाइलमहरू छ। 4वटा सब फाइलम भनेको हेमिकोडाटा भनेको के हो, यूरोकोडाटा भनेको के हो, सिफाइलोकोडाटा भनेको के हो, एन्ड भर्टिब्रेट्स भनेको के हो, सबैको बारेमा डिफिनिसन यहाँ दिएको छ। नोटोकोड इज प्रेजेन्ट इन द भनेको एन्टेरियल, जब नोटोकोड जुन हुन्छ लिभिङ अर्गानिजमहरूमा नोटोकोड कहाँ प्रेजेन्ट हुन्छ, एन्टेरियल रिजनमा अब द बडीमा छ भने त्यसलाई हामीले हेमिकोडाटा भनिन्छ। त्यसै गरी अर्को जुन चाहिँ हाम्रो यूरोकोडाटा भनेको नोटोकोड जुन हाम्रो हुन्छ प्रोजेक्ट इन द भनेको टेल रिजनमा कहाँ हुन्छ, टेल रिजनमा भनेको नोटोकोड प्रेजेन्ट छ भने इन द लार्भा स्टेजमा हुन्छ, जुन चाहिँ एउटा लार्भा स्टेजमा मात्रै भएको हुन्छ टेल रिजनमा। त्यसपछि अर्को जुन छ एडल्ट रिजनमा भनेको हुँदैन यूरोकोडाटामा। अब सिफाइलोकोडाटा भनेको कसलाई भन्छ भने नोटोकोड जुन हुन्छ एक्सटेन्ड भनेको फ्रम एन्टेरियल इन्टु द पोस्टेरियल, इन्टेरियलदेखि लिएर पोस्टेरियल रिजनमा एक्सटेन्ड भएको छ, बसेको छ भने त्यसलाई हामीले के भन्न मिल्छ, सिफाइलोकोडा भनिन्छ। त्यसै गरी भर्टिब्रेट, भर्टिब्रेट भनेको नोटोकोड इज प्रेजेन्ट इन द भनेको इम्ब्रियोनिक स्टेजमा, जहाँ इम्ब्रियोनिक स्टेज भनेको डेभलप हुने स्टेज, सुरुको स्टार्टिङ स्टेजलाई इम्ब्रियोनिक स्टेज भनिन्छ। जुन नोटोकोड छ त्यो भनेको प्रेजेन्ट हुन्छ इम्ब्रियोनिक स्टेजमा, बट लेटर भनेको रिप्लेस बाई द भर्टिब्रेल कोलम इन द भनेको एडल्ट स्टेज। जुन भर्टिब्रेल कोलम भनेको मेरुदण्ड लास्टमा बन्छ भने त्यो भर्टिब्रेट भनेको नै जुन ब्याकबोन भनेको डेभलप हुने स्टेजमा कोलुम भनेको भर्टिब्रेल कोलुम भनेको मेरुदण्ड हो, जुन चाहिँ त्यस्तो जब इम्ब्रियोनिक स्टेजबाट ठुलो हुँदै ग्रोथ भएपछि एउटा यङ स्टेजमा जान्छ, त्यस्तो स्टेजमा भनेको भर्टिब्रेल कोलुम चाहिँ प्रेजेन्ट भएको हुन्छ, रिप्लेस हुन्छ, त्यसलाई भर्टिब्रेटमा राखिएको छ। नाउ वी आर डिस्कस अबाउट फाइलम। फर्स्ट अफ ल फाइलम भनेको हामीले 9वटा फाइलम छ, त्यो 9वटा फाइलममा फर्स्ट फाइलम भनेको पोरिफेराको बारेमा पढ्ने। अब हाम्रो किङडम भनेको एनिमेलियामा पर्ने फाइलम, सब फाइलमको भनेर डिफिनिसन भइसक्यो। अब फाइलम भनेको 9वटा फाइलमको बारेमा पढ्ने। फाइलम भनेको जस्तै पोरिफेरा, सिनेन्ट्रेटा, प्लेटिहेल्मिन्थिस, यो सबै भनेको के हो, यसको क्यारेक्टर के छ भनेर हामीले डिस्कस गर्नेछौँ। फर्स्ट फाइलम हाम्रो जुन छ पोरिफेरा। अब पोरिफेराको क्यारेक्टर, फर्स्ट क्यारेक्टर के छ, पोरिफेरा भनेको दे आर एक्वाटिक हुन्छ। पोरिफेरामा पर्ने जुन अर्गानिजम, लिभिङ अर्गानिजमहरू हुन्छ कस्तो हुन्छ भनेपछि एक्वाटिक। एक्वाटिक भनेको पानीमा पाउने, वाटरमा पाइन्छ। एन्ड मोस्टली भनेको म्यारिन भनेको अहिले ओसिलो टाइपको सुक्खा ठाउँमा पाइने, ओसिलो टाइपमा मोइस्चर टाइप ठाउँमा पाइन्छ। अनि फ्यु अफ भनेको फ्रेस वाटर, कुनै पनि जहाँ चाहिँ कुनै अर्गानिजमहरू यसभित्र पर्ने चाहिँ फ्रेस वाटरमा पनि पाइन्छ। नाउ सेकेन्ड नम्बरमा अर्को जुन क्यारेक्टर छ, दे डु नट मुभ फ्रम वान प्लेस टु अनदर प्लेस। पोरिफेरामा पर्ने जुन अर्गानिजमहरू हुन्छ, प्लान्ट्सहरू, एनिमल्सहरू जुन चाहिँ के हुन्छ भनेपछि एक ठाउँबाट अर्को ठाउँमा चाहिँ मुभ हुन सकिँदैन, सो दे आर कल्ड सेसाइल। अब यो सेसाइल भनेको अब यो अर्गानिजम जस्तै भने यो साइकन भनेको हाम्रो पोरिफेराभित्र पर्ने अर्गानिजम हो, प्लान्ट हो, जुन चाहिँ एक्वाटिक हुन्छ। मोस्टली एक्वाटिक भनेको जहाँ पानी भएको ठाउँमा पाइन्छ। अनि दे डु नट भनेको मुभ, यिनीहरू चाहिँ साइकनहरू भयो, त्यसपछि स्पोन्जियाहरू भयो, यिनीहरू चाहिँ मुभ हुन सकिँदैन, वान प्लेस टु अनदर, एक ठाउँबाट अर्को ठाउँमा मुभ हुन सकिँदैन होइन। त्यसलाई हामीले पोरिफेरा फाइलममा राखेको छ। अब के भनेको छ, दे डु नट मुभ फ्रम वान प्लेस टु अनदर प्लेस, त्यसैले यसलाई के भन्छ, दे आर कल्ड भनेको सेसाइल भनिन्छ। सेसाइल भनेको जब यो पानीमा पाउने जुन अर्गानिजमहरू जस्तै भनेको साइकन र स्पोन्जिलाहरू भयो, यिनीहरूले के गर्छ भने पानीलाई भनेको बडीभित्र आउन दिन्छ क्या सेसाइल। अस्कुलम र सेसाइल दुईवटा वर्ड हुन्छ। अस्कुलम भनेको जस्तै भनेको यो साइकनमा छैन, यो साइकन भनेको हाम्रो वाटरमा पाइन्छ। अब यो साइकन वाटरमा पाइन्छ भने सेसाइल भनेको वाटर, जुन वाटर छ त्यो वाटर भनेको यसले अब्जर्भ गर्छ क्या, बडीभित्र आउन दिन्छ हो, त्यस्तो वर्डलाई हामीले सेसाइल भनेर बुझ्नुपर्छ। अस्कुलम भनेको अब यसमा एउटा अस्कुलम पार्ट हुन्छ जुन चाहिँ के गर्छ, बडीमा भएको पानीलाई चाहिँ पानी धेरै भयो भने यसले के गर्छ भनेपछि
बाहिर मुभ गर्ने गर्छ, जसलाई हामीले अस्कुलम भनेर यसमा पाठ नाम दिएका छौँ। यसै सेसाल भनेको यो अब्जेक्टिभ क्वेसन चाहिँ पनि भनेको यसरी बिचबिचबाट सोधिन्छ। अब वाट इज अ सेसाल भनेको के हो भनेर हामीले टर्म दियो भने, जस्तै सेसाल भनेको कुन अर्ग्यानिजम कुन फाइलममा पर्ने अर्ग्यानिजमहरूले सेसालको काम गर्छ भनेपछि पोरिफेरा भनेर हामीलाई नाम दिनुपर्छ यसरी। ओके, नाउ नेक्स्ट क्यारेक्टर अब हाम्रो के छ भनेपछि 3 नम्बरमा दे आर डिप्लोब्लास्टिक एनिमल्स हुन्छ। यसरी भनेको फाइलम पोरिफेरामा पर्ने जुन एनिमल्सहरू हुन्छ वा अर्गानिजमहरू कस्तो हुन्छ, डिप्लोब्लास्टिक। डिप्लोब्लास्टिक भनेको ह्याभिङ द टु जम लेयर हुन्छ। डिप्लोब्लास्टिक भनेको डिप्लोब्लास्टिक र डिप्लोब्लास्टिक वर्ड आउँछ, जुन चाहिँ ह्याभिङ चाहिँ टु जम लेयरले बनेको हुन्छ भनेपछि त्यसलाई डिप्लोब्लास्टिक भनिन्छ हो। फाइलम पोरिफेरामा पर्ने जुन अर्ग्यानिजमहरू हुन्छ कस्तो हुन्छ, दे आर द डिप्लोब्लास्टिक एनिमल्स भएको हुन्छ। एन्ड इक्जाम्पल जस्तै हाम्रो के हुन्छ, साइकन भयो, स्पोन्जिलाहरू भयो, यो सबै हाम्रो साइकन स्पोन्जिलाहरूको फाइलम भनेको पोरिफेरामा पर्छ। किन पर्छ भने दे आर मोस्टली फाउन्ड द एक्वाइटिङमा पाइन्छ। अनि दे आर द मुभ भनेको दे आर दे डु नट भनेको मुभ वान प्लेस टु अनदर प्लेसमा गर्न सकिँदैन, त्यसैले यिनीहरूलाई सेसाइल पनि भनिन्छ। अनि दे आर कस्तो हुन्छ, डिप्लोब्लास्टिक एनिमल्स ह्याभिङ द टु जम लेयरले बनेको हुन्छ। अनि त्यसपछि इक्जाम्पल हेर्नु हो भने के हुन्छ, साइकन, त्यसपछि भनेको स्पोन्जिलाहरू हाम्रो फाइलम भनेको पोरिफेरामा पर्छ। नेक्स्ट फाइलम जस्तै यो डायग्राम हेर्नुहोस्, यो साइकनको डायग्राम हो जुन चाहिँ हाम्रो वाटरमा पाइन्छ। यसरी वाटरमा पाइन्छ, यिनीहरूको सेसाल र स्कुलम टर्महरू हुन्छ। सेसाल भनेको पानीलाई आफ्नो बडीभित्र अब्जर्भ गर्न सकिने, मोस्टली फाउन्ड एक्वाइटिङमा पाइन्छ। नेक्स्ट फाइलम जुन चाहिँ हाम्रो 2 नम्बरमा फाइलम भनेको सिलेन्ट्रेटा। यो फाइलम सिलेन्ट्रेटा भनेको अब कस्तो फाइलमलाई हामी सिलेन्ट्रेटा फाइलम भनेर बुझ्नुपर्छ। अब यसको क्यारेक्टर हेर्नु हो भने फर्स्ट क्यारेक्टर के हुन्छ, दे आर भनेको अल एक्वाइटिक हुन्छ। कस्तो हुन्छ, सिलिन्ड्रेटामा पाइने सबै के हुन्छ, एक्वाइटिक हुन्छ। अनि त्यसपछि यिनीहरू कस्तो हुन्छ, दे आर अल भनेको एक्वाइटिक वाटरमा हुन्छ। अनि म्यारिन पनि हुन्छ, म्यारिन भनेर ठाउँमा पाइन्छ, अलिक मोइस्चर भएको ठाउँमा। एन्ड भनेको सम आर फ्रेस वाटरमा पनि पाइन्छ। यिनीहरू एक्वाइटिक पानीमा मोस्टली चाहिँ प्राय गरेर पानीमा पाइन्छ सबै अर्ग्यानिजमहरू सिलिन्ड्रेटामा पर्ने। अनि त्यसपछि मोस्टली भनेको म्यारिनमा मोइस्चर भन्ने ठाउँमा पाइन्छ। एन्ड दे आर भनेको फ्रेस वाटरमा पनि पाइन्छ। नेक्स्ट क्यारेक्टर जुन चाहिँ हाम्रो फाइलम सिलेन्ट्रेटाको, दे हेभ एन इन्टरनल होलो क्याभिटी कल्ड भनेको सिलेन्ट्रेटोन सिलेन्ट्रेरोन भनिन्छ। अब हाम्रो सिलेन्ट्रेटामा के हुन्छ भनेपछि इन्टरनल एक्सटर्नल। इन्टरनल भनेको भित्रको पार्ट, इन्टरनल भनेको भित्रको पार्ट, जुन अर्ग्यानिजम र प्लान्टहरू हुन्छ त्यसको भनेको भित्रको पार्ट। र होलो क्याभिटी भनेको खोक्लो भएको, जस्तै भनेको हाइड्रा हेर्नु, हाइड्राहरू हुन्छन्। इयर टाइट भनेको इयरले स्पन्जी टाइपको हुन्छ, जुन इयरले भरेको हुन्छ, हामीले थिच्दाखेरि भनेको सफ्ट भनेको स्पन्जी टाइपको नै हुन्छ। होलो किन हुन्छ, यिनीहरूको बिचको जुन भाग हुन्छ नि, सिलिन्ट्रेटा भनेको बिचको भागको जुन पर्छ, जुन जस्तै हाम्रो हाइड्रा पनि एउटा प्लान्ट जुन हाम्रो वाटरमा पाइन्छ, त्यस्तो हाइड्राको प्लान्ट पनि धेरै सफ्ट र स्पन्जी हुन्छ, किनभने उनीहरूको बडी होलो क्याभिटी हुन्छ, इयर टाइटले भरेको। इयरले यसको उनीहरूको बडी प्लान्टहरूमा हावाले भरेको हुन्छ भनेपछि जुन इन्टरनल बिचको भाग हुन्छ होलो क्याभिटी हुन्छ, जसलाई के भनिन्छ, सिलेन्ट्रेरोन भनिन्छ। अब सिलेन्ट्रेरोन भनेको के हो, मैले यो अन्डरलाइन गरेको जुनहरू वर्डहरू छ यो इम्पोर्टेन्ट हुन्छ, किनभने एमसी क्वेसनमा यस्तै यस्तै बिचबिचबाट क्वेसन बनाउने काम गर्छ क्या। अब के सिलेन्ट्रेरोन भनेको, वाट इज अ सिलेन्ट्रेरोन भनेको के हो भनेर आउँछ भने क्वेसन, हामीले के बुझ्नुपर्छ, इन्टरनल होलो क्याभिटी जुन दोज अर्गानिजम विच ह्याभिङ भनेको इन्टरनल होलो क्याभिटी रहेको छ भने त्यसलाई हामी सिलेन्ट्रेरोन भनिन्छ। अनि त्यसपछि अर्को क्यारेक्टर छ, नेक्स्ट क्यारेक्टर छ हाम्रो दे रिप्रोड्युस। यिनीहरू रिप्रोड्युस गर्छ बोथ बाई असेक्सुअली एन्ड सेक्सुअली मेथडबाट। सिलेन्ट्रेटामा पर्ने जति पनि अर्ग्यानिजमहरू छ सबै चाहिँ रिप्रोडक्सन हुन्छ सेक्सुअल मेथडबाट पनि र असेक्सुअल मेथडबाट पनि हुने काम गर्छ। एन्ड यसको इक्जाम्पल छ हाइड्रा, जुन चाहिँ हाम्रो मोस्टली कहाँ पाइन्छ, एक्वाइटिक भनेको वाटरमा पाइन्छ। एन्ड भनेको ओभिला भनेको पनि हाम्रो कहाँ पाइन्छ, वाटरमा पाइन्छ। यसरी जुन हाम्रो प्लान्टहरू वाटरमा पाइने मोस्टली वाटरहरू प्लान्ट, जस्तै यो हाम्रो
मैले यो डायग्राममा हेर्नु त, यो डायग्राम क्लियरली रूपमा हेर्न पाइन्छ। हाइड्रा, यो हाइड्रा भनेको वाटरमा रहेको पाइन्छ, जुन चाहिँ यिनीहरूको बडीको यो बिच भागहरू छ नि, यो बिच हो, यो होलो क्याभिटी हुन्छ क्या, यसलाई सिलिन्ड्रोन भनिन्छ। किन हुन्छ भने यिनीहरूको बडीमा इयरले, होलो क्याभिटी स्पन्जीहरू इयरले टाइटली भरेको हुन्छ, जसको चाहिँ प्लान्टहरू थिच्यो भने हामीले टच गर्दाखेरि सफ्ट फिल भएको हुन्छ यिनीहरूको बडी, स्पन्जी हाइड्राहरू भयो, त्यस्तो प्लान्टहरू हाम्रो सिलिन्ड्रिकामा पाइन्छ। अब नेक्स्ट भनेको फाइलम हाम्रो, नेक्स्ट फाइलम अब भनेको फाइलम प्लेथिहेल्मिन्थिस। यो फाइलम प्लेथिहेल्मिन्थिस भनेको फर्स्ट क्यारेक्टर के हुन्छ भनेपछि दे आर मोस्टली पारासाइटिक हुन्छ। पारासाइटिक भनेको यस्तो अर्ग्यानिजम हुन्छ जसले आफ्नो खाना आफै बनाउन सकिँदैन, होस्ट बडीमा के हुन्छ, डिपेन्ड हुन्छ हो। अब प्लेथिहेल्मिन्थिस भनेको दोज अर्ग्यानिजम विच आर भनेको पारासाइटिक हुन्छ। पारासाइटिक मैले भनेको उसले आफ्नो खाना बनाउन सकिँदैन, अरूको बडीमा वा अरूको बडीबाट आफ्नो खाना चाहिँ एब्जर्ब गर्छ, त्यसलाई पारासाइटिक भन्छ। अरूमा भर पर्ने पारासाइटिक अर्ग्यानिजम हुन्छ कुन चाहिँ, प्लेथिहेल्मिन्थिस। दियर बडी इज डर्सल भेन्ट्रली फ्ल्याटेड लाइक लिप हुन्छ। यिनीहरूको बडी कस्तो हुन्छ, डर्सल टाइपको, जस्तै लिचको बडी हेऱ्यो भने, अर्थवर्मको बडी हेऱ्यो भने, लिचको बडी हेऱ्यो भने कस्तो डर्सल र भेन्ट्रल टाइपको फ्ल्याट टाइपको लिप जस्तै देखिन्छ। नाउ 3 नम्बरमा क्यारेक्टर्स हाम्रो प्लेथिहेल्मिन्थिसको डाइजेस्टिभ सिस्टम इज इनकम्प्लिट। यिनीहरूको डाइजेस्टिभ जुन सिस्टम हुन्छ, डाइजेसन गर्ने सिस्टमहरू कम्प्लिट हुँदैन, कस्तो हुन्छ, इनकम्प्लिट हुन्छ। दे हेभ अ माउथ, यिनीहरूको माउथ पनि हुन्छ बट नो एनस हुँदैन। प्लेथिहेल्मिन्थिसमा पर्ने जुन अर्ग्यानिजम हुन्छ पारासाइटिक हुन्छ, अनि त्यसपछि डर्सल भेन्ट्रिकल फ्ल्याटेड टाइपको हुन्छ। डाइजेस्टिभ सिस्टम जुन हाम्रो पाचन क्रिया हुन्छ तिनीहरूको इन्कम्प्लिट हुन्छ, कम्प्लिट हुँदैन। अनि त्यसपछि के हुन्छ भनेपछि, अनि माउथ भनेको प्रेजेन्ट हुन्छ तर एनस भनेको प्रेजेन्ट हुँदैन। अनि त्यसपछि अर्को जुन चाहिँ हाम्रो प्लानेरिया भयो, लिभर फ्लग, प्लानेरिया लिभर फ्लगहरू भयो, ट्यापवर्महरू भयो, यो प्लानेरिया लिभर फ्लग ट्यापवर्महरू, यो सबै इक्जाम्पल हाम्रो प्लेथिहेल्मिन्थिसमा पर्छ। जस्तै यो फ्लग, लिभर फ्लगको यहाँ डायग्राम हेऱ्यो भने, यहाँ हेर्नु त, लिभर फ्लगको डायग्राममा यो भनेको हाम्रो माउथ पार्ट छ, अनि त्यसपछि हेड छ, अनि स्क्रोटरी पोर हुन्छ क्या, एनस हुँदैन, सानो सानो स्पोर टाइपको पोर हुन्छ जुन चाहिँ वेस्ट म्याटरहरूले बाहिर निस्काउने काम गर्छ पोरहरूबाट। यसरी यो लिभर फ्लग भनेको जुन अर्ग्यानिजमहरू छ त्यो चाहिँ कस्तो हुन्छ, पारासाइटिक हुन्छ, आफ्नो खाना आफै बनाउन सकिँदैन, अरूको अर्ग्यानिजममा भर पर्ने काम गर्छ हो। यस्तो लिभर फ्लगहरू डायग्राम हामीले एक्ज्याक्ट बुझ्दा पनि हुन्छ। अब इक्जाममा भनेको हामीले क्यारेक्टर थाहा छैन भने हामीले एक्ज्याक्टली एउटा क्यारेक्टर भनेको, जस्तै एउटा इक्जाम्पल याद राख्यो भने हामी प्लेथिहेल्मिन्थिसको क्यारेक्टर लेख्न सकिन्छ। कसरी लेख्न सकिन्छ, जस्तै भनेको लिभर फ्लग, ट्यापवर्म। अब हामी ट्यापवर्म भनेको सबैले थाहा छ नि, अर्थवर्महरू, ट्यापवर्महरू, लिचहरू हो। लिच अब राइट डाउन द एनी 5 क्यारेक्टर्स अफ भनेको प्लेथिहेल्मिन्थिसको क्यारेक्टर लेख 5वटा भनेपछि, अब सडनली हामीलाई क्यारेक्टर थाहा छैन, ला मैले पढेको छैन भनेर हामी, तर यसको इक्जाम्पल हामीले थाहा छ नि त, प्लेथिहेल्मिन्थिसमा पर्ने लिच ट्यापवर्महरू हुन्छ हो। त्यसैले लिच र ट्यापवर्म र अर्थहरूलाई सम्झेर यो यस्तो हुन्छ, यो प्राय भनेको क्वेटिङमा पाइन्छ, यिनीहरू पारासाइटिक हुन्छ। लिचहरू त आफ्नो खाना बनाउन सक्दैन, होस्ट बडीमा डिपेन्ड हुन्छ, ब्लड सकिङ गर्ने क्यापेसिटी हुन्छ यिनीहरूमा हो। त्यस्तो छ भने एउटा इक्जाम्पल हामी सम्झेर तिनीहरूको क्यारेक्टर पनि लेख्न सकिन्छ फाइलमहरूको, धेरै कन्फ्युज हुनु पर्दैन। त्यसै गरी अर्को जुन चाहिँ हाम्रो फाइलम प्लेथिहेल्मिन्थिस भएपछि अर्को फाइलम हाम्रो छ, नेक्स्ट फाइलम छ निमाहेल्मिथिस। निमाहेल्मिथिसमा हेर्ने हो भने क्यारेक्टर, फर्स्ट क्यारेक्टर के छ भनेपछि दे आर मोस्टली पारासाइटिक्स हुन्छ यिनीहरू पनि। प्लेथिहेल्मिथिस जस्तै भनेको निमाहेल्मिथिस कस्तो हुन्छ भनेको, दे आर भनेको मोस्टली भनेको पारासाइटिक हुन्छ, अरूमा डिपेन्ड भनेको, अरूमा भनेको भर पर्ने, आफ्नो खाना आफै बनाउन सकिँदैन, मोस्टली चाहिँ पारासाइटिक हुन्छ। अनि त्यसपछि के हुन्छ, दियर बडिज आर, यिनीहरूको बडी कस्तो हुन्छ, सिलिन्ड्रिकल टाइपको हुन्छ, सिलिन्ड्रिकल टाइपको, सिलिन्ड्रिकल सेपमा हुन्छ, इलोङ्गेटेड टाइपको हुन्छ निमाहेल्मिथिसमा पर्ने अर्ग्यानिजमहरू, लिभिङ अर्ग्यानिजमहरू। अनि त्यसपछि एलिमेन्ट्री केनाल, एलिमेन्ट्री केनाल भनेको हाम्रो डाइजेस्टिभ सिस्टम, एलिमेन्ट्री केनाल भनेको जस्तै हाम्रो यो एलिमेन्ट्री केनाल, माउथ, एनस सबै यो हाम्रो डाइजेस्टिभ सिस्टममा पर्छ नि, सबै हाम्रो एलिमेन्ट्री केनालभित्र पर्छ है हो। यिनीहरूको अर्ग्यानिजम पनि जस्तै भनेको एस्क्यारिस भयो, हुकवर्महरू, यिनीहरूको एलिमेन्ट्री केनालहरू इज कम्प्लिट हुन्छ। अब पहिलाको हाम्रो निमाहेल्मिथिसमा, प्लेथिहेल्मिथिसमा के थियो भनेपछि
जुन डाइजेस्टिभ सिस्टम हुन्छ इन्कम्प्लिट हुन्छ। यिनीहरूको एलिमेन्ट्री केनाल भनेको नै डाइजेस्टिभ सिस्टम हो। डाइजेस्टिभ सिस्टम चाहिँ कस्तो हुन्छ, कम्प्लिट हुन्छ। अनि त्यसपछि निमा हेल्मिन्थिसमा पर्ने जुन अर्गानिजमहरू हुन्छ दे आर भनेको युनिसेक्सुअल, द्याट इज सेक्सेस आर सेपरेट हुन्छ भनेपछि यिनीहरू कस्तो हुन्छ, युनिसेक्सुअल हुन्छ। निमा हेल्मिन्थिसमा पर्ने सबै अर्गानिजमहरू युनिसेक्सुअल हुन्छ भनेको, सेक्स आर सेपरेट भनेको मेलको सेक्स अर्गान र फिमेलको सेक्स अर्गान के हुन्छ, सेपरेट भएको हुन्छ। त्यसलाई हामीले युनिसेक्सुअल भनेर बुझ्नुपर्छ। इक्जाम्पल हेरौँ भने हाम्रो इक्जाम्पल एस्क्यारिस भयो। एस्क्यारिस भनेको हामीले अर्थवर्म जस्तै भनेको हुन्छ होइन, जिनीहरूको बडी उनीहरू पारासाइटिक हुन्छ। अनि हुकवर्महरू भयो, सबै हाम्रो निमा हेल्मिन्थिसमा पर्छ। यहाँ डायग्राम हेर्नु त मजाले यो डायग्राममा दिएको छ, कति मजाले दिएको छ यो डायग्राम हेर्नु त सबैले। अब यो डायग्राममा हाम्रो इक्जाम्पल, हाम्रो डायग्राममा यो डायग्राम चाहिँ हाम्रो एस्क्यारिसको डायग्राम हो, जुन चाहिँ मेल र फिमेल हुन्छ क्या। दुईवटा डायग्राम छ नि, एउटा मेल र एउटा फिमेल भएको हुन्छ। अब मेल फिमेल भनेको अब हाम्रो यो ल्याटरल लाइन हुन्छ, यो जुन छ नि यो फिमेल जेनाइटल अपेन्डिङ, यो फिमेल भयो, यो चाहिँ मेल हुन्छ होइन। अब मेल फिमेलमा के हुन्छ भने एस्क्यारिसमा फिमेल जेनाइटल ओपनिङ हुन्छ, यसमा एक्सक्रिटरी पोरहरू, एक्सक्रिटरी पोर भनेको एनसमा भएपछि बडीको पार्टमा एक्सक्रिटरी पोर हुन्छ क्या। अब्सेन्ट भनेको एनस हुन्छ तर माउथ हुन्छ, प्रेजेन्ट भएको एक्सक्रिटरी, यो एक्सक्रिटरी पोरबाट के गर्छ, यिनीहरूले जुन पारासाइटिक होस्ट हुन्छ अरूको बडीबाट खाएको जुन खानाहरू हुन्छ वेस्ट मेटेरियलहरू एक्सक्रिटरी पोरबाट बाहिर चाहिँ फाल्ने काम गर्छ। ओके, यति भयो होइन। अब नेक्स्ट हाम्रो जुन फाइलम छ, नेक्स्ट फाइलम, अब फाइलम भनेको एनेलिडा। फाइलम हाम्रो एनेलिडा जुन छ यसलाई के पनि भनिन्छ, रिङ वर्म पनि भनिन्छ। रिङ टाइपको स्प्रिङ हुन्छ, यसरी रिङ 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 भएको हुन्छ नि, हो त्यसलाई हामीले यसरी रिङ भएको, यसरी रिङ रिङ भएर यसरी रिङ रिङ टाइपको हुन्छ, यसरी रिङ रिङ बनेर त्यसलाई हामीले के भनिन्छ, एनेलिडा भनेर नाम दिएको छौँ। अब यो एनेलिडा भनेको इट इज अल्सो नोन एज भनेको रिङ वर्म पनि भनिन्छ। यसको क्यारेक्टर हेर्ने हो भने फर्स्ट क्यारेक्टर के छ भनेपछि दे आर, यिनीहरू पनि के हुन्छ, मोस्टली एक्वाटिक हुन्छ, पानीमा पाइन्छ। सम आर टेरेस्ट्रियल हुन्छ, कुनै चाहिँ टेरेस्ट्रियल पनि हुन्छ है। एन्ड भनेको बोरिङ भनेको कुनै धुलोमा बस्ने पनि बोरिङ टाइपको हुन्छ। एन्ड त्यसपछि अर्को जुन चाहिँ हाम्रो इक्टोपारासाइट हुन्छ, यिनीहरू भनेको यिनीहरू पनि इक्टोपारासाइट हुन्छ, होस्ट बडीमा डिपेन्ड पर्छ भनेर इक्टोपारासाइट हुन्छ। मोस्टली भनेको एक्वाटिक टाइपको हुन्छ। अनि सेकेन्ड क्यारेक्टर जुन छ एनेलिडाको, दे आर बायोलेटरली हुन्छ। बायोलेटरली भनेको जस्तै यो बडी छ, बडीको बिचको इक्वली भागमा हामीले काट्यौँ भने जस्तै यो कुनै एउटा जस्तै बायोलेटरली भनेको बिचको भनेको मिड सेन्टर भागबाट बिच काट्यौँ भने इक्वली भनेको डिभाइड हुन्छ क्या। बायोलेटरली भनेको दुवै चाहिँ डिभाइड हुँदाखेरि इक्वली रूपमा डिभाइड हुन्छ, बायोलेटरली पनि हुन्छ वा सिमेट्रिकली पनि हुन्छ यिनीहरूको बडीमा। एनेलिडा भयो। त्यस एनेलिडा अर्थवर्महरू लिचहरूमा बडीमा हेर्नु त अर्थवर्म लिचहरूको बडीमा बिच भनेको पुरा स्ट्रेट भनेको लाइन हुन्छ, अनि सेगमेन्ट टाइपको क्या लाइन बिच 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 भएको हुन्छ। हो यसरी जुन बिचको ठुलो लाइन हुन्छ नि उनीहरूको केसमा लिच र अर्थवर्मकोमा, तिनीहरूलाई भनेको बायोलेटरली सिमेट्रिकल भनेर क्यारेक्टरलाई डिनोट गरेको छ। नेक्स्ट क्यारेक्टर छ एलिमेन्ट्री केनाल भनेको डाइजेस्टिभ सिस्टमलाई बुझ्नुपर्छ। एलिमेन्ट्री केनाल इज वेल डेभलप भएको हुन्छ, राम्रोसँग डेभलप भएको हुन्छ। एलिमेन्ट्री केनाल इन्कम्प्लिट हुँदैन, कम्प्लिट पनि भन्दा हुन्छ। एलिमेन्ट्री केनाल चाहिँ राम्रोसँग डेभलप हुन्छ इन द केस अफ द एनेलिडा फाइलममा। नेक्स्ट क्यारेक्टर अब हाम्रो के छ, रिस्पिरेसन टेक्स प्लेस भनेको थ्रु अ मोइस्ट बडी सर्फेस। यिनीहरूको रिस्पिरेसन जस्तै हामीले रिस्पिरेसन गऱ्यौँ भने लङ्स, ह्युम्यानको केसमा लङ्सबाट हुन्छ, लङ्सबाट रिस्पिरेसन हुने काम गर्छ। तर यिनीहरूको बडी रिस्पिरेसन टेक्स प्लेस भनेको मोइस्ट भनेको बडी सर्फेसबाट, बडी सर्फेस जस्तै लिच र अर्थवर्महरूको जुन बडीको सर्फेस हुन्छ नि, बाहिर बडीको सर्फेस, उनीहरू त्यही बडीको सर्फेसबाट भनेको रिस्पिरेसन लिने काम गर्छ। नेक्स्ट छ लोकोमेसन। लोकोमेसन भनेको मुभ गर्नु, एक ठाउँबाट अर्को ठाउँमा सर्नु भनेको लोकोमेसन बुझिन्छ। लोकोमेसन टेक्स प्लेस थ्रु सेटाइल लेयर द वर्म सकट लिच अर भनेको पारापोडियम नियरिस भनेर। अब के भन्छ लोकोमोसन भनेको प्लेस, लोकोमेसन भनेको टेक्स प्लेस उनीहरू थ्रु केबाट, सेटाइलबाट गर्छ। जस्तै भनेको लिचहरू भयो, पारापोडियमहरू भयो, त्यस्तो अर्गानिजमहरू चाहिँ हाम्रो एनेलिडा फाइलमभित्र पर्छ। अनि त्यसपछि 6 नम्बरको क्यारेक्टर छ
एक्सक्रेसन टेक्स प्लेस। एक्सक्रिसन भनेको हाम्रो वेस्ट मेटेरियलहरू बाहिर निस्किन्छ, जस्तै हाम्रो वेस्टमा स्किनको थ्रुबाट, पसिनाको थ्रुबाट बाहिर निस्किन्छ। त्यसै गरी डाइजेस्ट भएपछि स्टुलको थ्रुबाट बाहिर निस्किन्छ होइन। अब एक्सक्रिसन यिनीहरूको केसमा एनिलिडा फाइलममा पर्ने अर्गानिजममा कस्तो हुन्छ, एक्सक्रिसन टेक्स प्लेस भनेको थ्रु द सेगमेन्टली एरेन्ज नेफ्रिडियाबाट भएको हुन्छ। इक्जाम्पल जस्तै यिनीहरूमा पर्ने अर्थवर्महरू भयो, चाल गडियोला भन्छ, लिच जुका। अनि त्यसपछि यिनीहरूको इक्जाम्पल अब हामीले यहाँ हेऱ्यौँ भने यो चाहिँ हाम्रो के को डायग्राम छ भनेपछि अर्थवर्मको, जुन चाहिँ हाम्रो अर्थवर्ममा हेर्ने डिफ्रेन्ट बडीको पार्ट्सहरू दिएको छ। यसरी यिनीहरूको बडी हेऱ्यौँ भने यो छ नि खण्ड खण्ड यसरी यसरी गरेको हो, यो चाहिँ हाम्रो सेगमेन्टली पार्ट भनिन्छ। यिनीहरूको ठ्याक्कै यहाँ लाइन देखाएको छैन, तर यिनीहरूको यसरी भनेको जुन हुन्छ बाइलेटरी लाइन, बिचमा बाइलेटरी लाइन हुन्छ, यसरी सेगमेन्ट पनि खण्ड खण्ड छुट्याएको हुन्छ भने यस्तो अर्थवर्म लिचहरूको बडीमा होइन, तिनीहरूलाई सिस्टेमेटिकली र बाइसिस्टेमेटिकली भनेर क्यारेक्टरले डिनोट गरेको छ। यो चाहिँ हाम्रो फाइलम एनिलिडाको क्यारेक्टरहरू भयो। यिनीहरू कस्तो हुन्छ भनेपछि मोस्टली वाटरमा पाइन्छ। दे आर भनेको बायोलेटरी सिमेट्रिकली हुन्छ। डाइजेस्टिभ सिस्टम चाहिँ कस्तो हुन्छ, वेल डेभलप हुन्छ, कम्प्लिट भएको हुन्छ। अनि त्यसपछि लोकोमोसन टेक्स प्लेस भनेको सेटलबाट गर्छ। इक्जाम्पल हेऱ्यौँ भने हाम्रो के हुन्छ, अर्थवर्म र लिच चाहिँ एनिलिडा फाइलमभित्र पर्छ। अब नेक्स्ट फाइलम जुन छ हाम्रो एनिलिडा पछि अर्को जुन फाइलम छ एनिलिडा भयो। त्यसपछि नेक्स्ट फाइलम जुन छ हाम्रो फाइलम आर्थ्रोपोडा। नेक्स्ट फाइलम आर्थ्रोपोडा। आर्थ्रोपोडा भनेको कस्तो फाइलम आर्थ्रोपोडा भनिन्छ, आर्थ्रोपोडा ह्याभ जोइन्टेड लेग्स। आर्थ्रोपोडामा कस्तो हुन्छ भनेपछि जोइन्टेड लेग्स एन्ड ह्याभ लार्जेस्ट नम्बर अफ स्पेसिस हुन्छ। अब आर्थ्रोपोडामा पर्ने जस्तै भनेको क्रेबहरू भयो। यिनीहरूको लेग हेर्नु हो भने खण्ड खण्डमा, जस्तै यो लेग छ, यो लेगमा भनेको नट जस्तै हुन्छ, खण्ड खण्ड यसरी नट जस्तै खण्ड खण्ड छुट्याएको छ हो। यिनीहरूको लेग चाहिँ कस्तो हुन्छ, जोइन्टेड टाइपको हुन्छ। यहाँदेखि एउटा खण्ड भयो, यहाँदेखि एउटा खण्ड, यहाँदेखि एउटा खण्ड, तर बिचमा यहाँ के भएको छ, जोइन्ट भएको छ नि त, जोडेको छ हो। यिनीहरूको लेग्स चाहिँ जुन हाम्रो आर्थ्रोपोडामा पर्ने अर्गानिजमहरूको लेग्स कस्तो हुन्छ, जोइन्टेड लेग भएको हुन्छ एन्ड ह्याभ लार्जेस्ट नम्बर अफ स्पेसिस भएको हुन्छ। एन्ड ह्याभिङ द लार्जेस्ट नम्बर अफ स्पेसिस भएको हुन्छ। एन्ड क्यारेक्टर हेर्ने हो भने फर्स्ट क्यारेक्टर के छ, देयर बडिज कन्सिस्ट अफ जोइन्ट लेग। यिनीहरूको बडी चाहिँ के हुन्छ, जोइन्ट लेगहरू कन्सिस्ट भएको हुन्छ। मैले अघि पनि भने यो खण्ड खण्ड जुन लेगहरूमा खुट्टामा हुन्छ, यिनीहरूको बडी चाहिँ जोइन्ट भएर बनेको हुन्छ। नेक्स्ट क्यारेक्टर छ डाइजेस्टिभ सिस्टम तथा एलिमेन्ट्री केनाल पनि भन्दा हुन्छ। इच कम्प्लिट हुन्छ, राम्रोसँग डेभलप भएको हुन्छ, वेल डेभलप पनि भन्दा हुन्छ। डाइजेस्टिभ सिस्टम चाहिँ वेल डेभलप भएको हुन्छ। नेक्स्ट क्यारेक्टर छ अर्को हाम्रो रिस्पिरेसन टेक्स प्लेस बाई माल्पिगियन ट्युबुलस भनेको यिनीहरूको रिस्पिरेसन जुन हुन्छ केबाट हुन्छ भनेपछि माल्पिगियन भन्ने एउटा ट्युबुलस हुन्छ, जुन चाहिँ बडी सर्फेसमा प्रेजेन्ट भएको हुन्छ। तिनीहरूबाट श्वास प्रश्वास गर्ने काम गर्छ, रिस्पिरेसन गर्ने काम गर्छ। नेक्स्ट छ क्यारेक्टर दे आर भनेको युनिसेक्सुअल हुन्छ। यिनीहरूको केसमा के हुन्छ पछि मेल सेक्स अर्गान र फिमेल सेक्स अर्गान के हुन्छ, सेपरेट भएको हुन्छ, युनिसेक्सुअल भएको हुन्छ। ओके, नेक्स्ट क्यारेक्टर छ अब हाम्रो इक्जाम्पलमा हेर्ने हो भने स्कर्पिनियन, त्यसपछि बटरफ्लाईहरू भयो, त्यसपछि क्रेब। यहाँ इक्जाम्पल भनेको क्रेब पनि लेख्दा हुन्छ। क्रेब भनेको हाम्रो इक्जाम्पल केमा पर्छ, आर्थ्रोपोडामा पर्छ।